ज्योतिष पथमा यहाँहरू सबैलाई स्वागत छ। आज म लक्ष्मीको मन्त्र र विधि लिएर आएको छु। लक्ष्मीको मन्त्र जप गर्नको लागि कमलगट्टाको माला लिनु होला। यो कमलगट्टाको मालालाई यो तीनटा औँलाले यसरी समात्ने अनि मन्त्र जप गर्नु होला। ओम श्रीं ह्रीं श्रीं कमले कमलालये प्रसीद प्रसीद श्रीं ह्रीं श्रीं ओम महालक्ष्मै नमः भन्ने एउटा दाना तान्ने। फेरि ओम श्रीं ह्रीं श्रीं कमले कमलालये प्रसीद प्रसीद श्रीं ह्रीं श्रीं ओम महालक्ष्मै नमः भन्ने फेरि अर्को दाना तान्ने। यस्तै गर्दै 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 यो जप गर्नुभयो भने तपाईँको घरमा सदैव लक्ष्मी महालक्ष्मीको वास हुन्छ। र यो मन्त्र अलिकति ठुलो लाग्यो भने तपाईँलाई सानो मन्त्र पनि म यहाँहरूलाई सिकाउँदैछु। लक्ष्मीलाई घरमा राख्नको लागि सदैव मङ्गल होस् भन्नको निमित्त अर्को मन्त्र पनि सजिलो मन्त्र। ओम महालक्ष्मै नमः ओम महालक्ष्मै नमः ओम महालक्ष्मै नमः ओम महालक्ष्मै नमः भन्दै यो माला यसरी तान्दै तान्दै पुरा एक राउन्ड लाउनु भयो भने अनि यो सुमेरु आउँछ। यो सुमेरु आइसकेपछि अनि तपाईँको 108 पुरा हुन्छ। फेरि त्यो सुमेरु ननाग्ने, फेरि यतै फर्किने। यो विशेष गरेर यो जप्नुको लागि शुक्रबारको दिन अति उत्तम हुन्छ र नवरात्रहरूमा पनि राम्रो हुन्छ। र अहिपछि पनि तपाईँले बिहान बेलुका पूजा गर्दाखेरि लक्ष्मीलाई सम्झेर एउटा फुल चढाउँदा यही मन्त्र जप गर्दै फुल चढाउनु भयो भने घरमा सदैव मङ्गल हुन्छ। सबैको मङ्गल होस्। जय होस्।